हाम्रो धरतीबाट आकाश कति शान्त र एकै दिशामा स्मुथली बगिरहेको जस्तो देखिन्छ। तर एकछिन है, हजुरलाई यो सुन्दा अचम्म लाग्न सक्छ। नासा जो स्पेस कम्पनी हो र मेट्रोटिकल सोसाइटी जो उल्कापिण्डहरूको अध्ययनमा समर्पित एक अन्तर्राष्ट्रिय वैज्ञानिक संस्था हो, यिनका अनुसार पृथ्वीमा हरेक दिन 15 देखि 17 वटा मेटेरोइड अथवा उल्कापिण्डहरू खसिरहेका हुन्छन्। हरेक दिन लगभग 48 टन स्पेस मेटेरियल पृथ्वीमा आउँछ, जसमध्ये 15 देखि 17 जति मात्रै उल्कापिण्डहरूको रूपमा जमिनमा खस्ने गर्छ। यसो सुन्दा त यो खतरनाक डरलाग्दो हुन सक्छ, किनकि 48 टन डस्ट मेटेरियल भनेको धेरै नै हो। तर आत्तिनु पर्दैन, यी सबै उल्कापिण्डहरू प्राय सानो हुन्छन्। धरतीको वायुमण्डलमा प्रवेश गरेपछि उल्कापिण्डहरूमा घर्षण पैदा हुन्छ, जसकारण जमिनमा पुग्दा नपुग्दा नै यिनीहरू हावामा नै हराएर जान्छन्। तर कुनै ठुला उल्कापिण्डहरू वायुमण्डलको घर्षणलाई पनि भेदेर जमिनमा पुग्छन्। आज हामी यो भिडियोमा यिनै जमिनमा पुगेका उल्कापिण्डहरूमध्ये सबैभन्दा ठुलो उल्कापिण्डको बारेमा बुझ्नेछौँ। साथीहरू, हाम्रो धरतीमा आजसम्म जो हामीलाई मेटेरोइड हामीलाई मिलेका छन् वा फेला परेका छन्, तिनीहरूमध्ये यो सबैभन्दा ठुलो मेटेरोइड हो। यो 66 टन 66,000 किलोग्रामको छ। यो मेटेरोइड 84% फ्लाम र 16% निक्कलबाट बनेको छ। आजभन्दा करिब 8,000 साल पहिला यो मेटेरोइड हाम्रो सौर्यमण्डलमा चक्कर लगाइरहेको थियो, तर आज यो पृथ्वीमा छ। यो मेटेरोइडको बारेमा बुझ्नुभन्दा पहिला हामी यो बुझौँ कि यस्ता दैत्यकार मेटेरोइड हाम्रो धरतीमा आउँछन् कहाँबाट। साथीहरू, एस्टेरोइड बेल्ट हाम्रो सौर्यमण्डलको त्यो ठाउँ हो जो मार्स र जुपिटरको बीचमा स्थित छ। यो एस्टेरोइड बेल्टमा लाखौं करोडौंको संख्यामा एस्टेरोइड यानी उल्कापिण्डहरू परिक्रमा गरिरहेका छन्। यिनीहरू एक आपसमा ठोक्केर या अन्य कुनै कारणबाट आफ्नो परिक्रमालाई बदलेर पृथ्वीतिर आउने गर्छन्। तर यो यति सजिलो पनि छैन। यदि कुनै पनि मेटेरोइड यस्तो अवस्थामा पुग्यो भने त्यसलाई सबैभन्दा पहिला जुपिटरको सामना गर्नुपर्छ, किनकि जुपिटर एक वाचम्यान जस्तै काम गरिरहेको हुन्छ पृथ्वीको लागि। जुपिटर हाम्रो सोलर सिस्टमको सबैभन्दा ठुलो ग्रह हो। जुपिटर सूर्यबाट 5औं स्थानमा स्थित छ। यदि सोलर सिस्टमको सबै ग्रहहरूलाई मिलायो भने पनि यसको साइज त्योभन्दा डबल हुन्छ। यसको म्याग्नेटिक फिल्ड पृथ्वीभन्दा 1654 गुणा ठुलो छ र बलियो छ। जुपिटरको भयंकर गुरुत्वाकर्षण र सोलर सिस्टमको बीचमा लोकेटेड हुनाले यसलाई सोलर सिस्टमको भ्याकुम क्लिनर पनि भनिन्छ। यिनै दुई कारणले सोलर सिस्टममा आउने बाह्य उल्कापिण्डहरूलाई आफूतिर तानिदिन्छ अनि तिनीहरू जुपिटरमा एक आपसमा ठोकेर नष्ट हुन्छन्। त्यसकारण बाँकी ग्रहहरू उल्कापिण्डहरूबाट बच्न सक्छन्। या जुपिटरको कारणले नै सोलर सिस्टममा आउने ठुला उल्कापिण्डहरूको डाइरेक्सन चेन्ज हुन्छ, त्यसैले तिनीहरू अरू ग्रहहरूसँग नठोकिएर साइडबाट निस्किन्छन्। या कतिपय केसमा त यिनीहरू जुपिटरकै एस्टेरोइड बेल्टमा नै घुमिरहन्छन्। तर यस्तो जहिले पनि हुँदैन। जब यिनीहरूमध्ये कुनै उल्कापिण्ड पृथ्वीतिर मोडिन्छ र जब पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छ, त्यो समयमा पृथ्वीमा अवस्थित हावा र वायुमण्डल हाम्रो लागि वरदानको काम गर्छन् र यसको घर्षणको कारण उल्कापिण्ड हावामा नै डस्ट भएर जान्छ। जो उल्कापिण्ड पूरा तरिकाले जल्दैन वा पृथ्वीको वायुमण्डलको घर्षणबाट पनि बच्छ, तिनीहरू नै पृथ्वीको सर्फेसमा पुग्न सफल हुन्छन्। आजसम्मको खोजमा आजसम्मको सबैभन्दा ठुलो मेटेरोइड हो होला। कुरा हो 1920 को, जब नमिबिया भन्ने देशमा एउटा खेतमा किसान हलो जोतिरहेको थियो। अचानक उसको हलो कुनै ठोस चिजमा ठोकिन्छ। जब उसले त्यो ठाउँलाई खन्न सुरु गर्यो, तब उसलाई एउटा मेटलको ठुलो टुक्रा मिल्यो। त्यो किसानले त पहिला त्यसलाई ढुङ्गा भनेर बुझ्यो। जब उसले आफ्नो चक्कुले यसमा स्क्रैच बनायो र त्यो भाग चम्किन लाग्यो, यो देखेर उसले बुझिहाल्यो कि यो फलामबाट बनेको कुनै चिज हो। उसले यसको जानकारी लोकल अथोरिटीलाई दियो, किनकि यो एक 66 टनको आइरनबाट बनेको मेटेरोइड थियो। यो मेटेरोइड नै धरतीमा पाइएको आजसम्मको सबैभन्दा ठुलो मेटेरोइड हो। यो टुक्रा यति ठुलो थियो कि भूवैज्ञानिकहरू यसलाई हेर्न टाढा टाढाबाट आउन लागे। जब पूरा तरिकाले यसबाट माटो हटाइयो, मानिसहरू यो देखेर दङ्ग परे। यो एउटा 84% आइरन 16% निकेलबाट बनेको 66 टन भारी र एउटा टेबलको सेपमा थियो। यसको हाइट 9 फिट थियो। वैज्ञानिकहरूले यसको जाँच गरेपछि थाहा पाए कि यो करिब 8,000 साल पहिला पृथ्वीमा खसेको थियो। यसमा अचम्मको कुरा के हो भने यो खसेको ठाउँमा कुनै पनि क्रेटर या खाल्टो बनेको थिएन। यो मेटेरोइडको वजन धेरै भएको कारणले यसलाई त्यहाँबाट हटाइएन, त्यही खेतमा छोडियो जहाँ यो मिलेको थियो। आज पनि टुरिस्ट यो मेटेरोइडलाई हेर्न टाढा टाढाबाट आउँछन्। हजुरलाई यस्तै खाली इन्फर्मेटिभ भिडियोहरू मनपर्छ भने लाइक, कमेन्ट, शेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। थ्याङ्क यू एन्ड किप वाचिङ लर्न विथ नवीन।